हेलो गुड मर्निङ गाइज हामी आज जाँदैछौँ 3 नाइट 4 डेको लागि हामी स्नो माउन्टेन। आज हामी सबैजना अब अहिले सबैजना लगभग रेडी भइसक्यौँ। अब हामी चाहिँ नर्मली अब आधा घन्टामा निस्किन्छौँ होला। अर्को दाइहरू गाडी लिएर आउँदै हुनुहुन्छ र अर्को दुईजना साथीहरू बाटोमा हामी अन्त गर्नेवाला छौँ। त्यसको लागि आज हामी चाहिँ स्नो माउन्टेन सबैजना जाँदैछौँ रमाइलो गर्न। हाम्रो 4 दिनको होलिडे। गुड मर्निङ फ्यामिली फ्रेन्ड्स सबैजनालाई है। आज चाहिँ हामी स्नो माउन्टेन भन्ने ट्रिपमा जाँदैछौँ। मेरो चाहिँ यो फर्स्ट टाइम हो, फर्स्ट एक्सपिरियन्स हो। कस्तो छ के छ अब तपाईँहरू यसो हेर्दै जानु होला। अब हामी यस्तो रमाइलो गर्नेछौँ र आज चाहिँ अब बिहान डे 1 हो र बिहान चाहिँ अब खाली पेट के जानु भनेर हामी जस्तो ब्रेकफास्ट बनाउँछौँ, अरू चाहिँ रेडी हुँदै हुन्छ अलिअलि खाएर हामी निस्किन्छौँ। अब यसो हेर्दै गर्नु न, हामी तपाईँहरूलाई यसो इन्टरटेन गराउने छ है त। थ्याङ्क यू। गुड मर्निङ सबैजनालाई। हामी चाहिँ आज स्नो माउन्टेन जाँदैछौँ। डे 1 मर्निङ 6 o'clock होइन। सबैजना रेडी हुँदैछौँ, दिदीहरू पनि आउनु हुँदैछ। अब खाजासाजा खाएर छिटै निस्किन्छौँ होला। तपाईँहरू ब्लग हेरेर इन्जोय गर्नु होला। सेयर सब्सक्राइब र लाइक पनि गरिदिनु होला। धन्यवाद। हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। सन्चै हुनुहुन्छ होला। हामी अब स्नो माउन्टेन जान लागेको। सबैजना यहाँ खाजा खाँदै हौँ, रेडी हुँदै हौँ। शुभ यात्रा हामी सबैलाई धन्यवाद। ल गाइस, हाम्रो पुरै प्याकिङ भइसक्यो। अब हामी चाहिँ स्नो माउन्टेन लागि निस्किँदैछौँ। दादा के भन्नु छ तपाईँले? हामी आज स्नो माउन्टेन जाँदैछौँ है। ल है गाइस, मेरो यहाँ इन्टरभ्यू हुँदैछ आज। ल ल ल अनि यहाँ आज हाम्रो ग्रुपको भ्यान लिएर बिल्डिङमा चाहिँ हिँड्दैछौँ हामी। अब 2-4 दिनको रमाइलो हो आज। ओके अनि लेट्स होप रमाइलो हुन्छ होला। ओके स्नो पनि पर्छ होला। मौसमले पनि साथ दिइरहेको छ। मलाई चाहिँ अलिअलि साथ दिएको छैन, हल्का रुगा सुगा लागेको छ और अब त बाटोमा तन्दुरुस्त हुनुपर्ने भएको छ। ओके Let's guys, are you guys ready? रेडी रेडी। ल अनि ध्यान लिएर चाहिँ हामी जाँदैछौँ। जस सबजना एक्साइटमा। अब दुईजना कपाल उता अलिक बाटोबाट हामी पिकअप गर्नेवाला छौँ। सबजना रेडी छन्। ल ल गाइस, अब हामी बाटोमा रमाइलो गर्दै जान्छौँ। आजको वेदर क्लाउडी छ, सायद बाटोतिर पानी पर्न सक्छ र स्नोमा झन् स्नो पर्दाखेरि त झन् छुट्टै मजा हुन्छ होइन। हेर ल गाइसहरू, विश्वकर्मा बाबा हाम्रो यहाँ she's the main person. She is the only kid here. Lucky one. Yeah, main driver. Hi, Guruji. राम्रोसँग सबैजना कस्तो भइरहेछ? नमस्कार, सबैजना सन्चै हुनुहुन्छ होला है। म चाहिँ अलिकति घाँटी बसिरहेको छ। Turn right onto B82 Abadare Road. आउनु भ्याउनु भएन है। राम्रोसँग धेरै राम्रो चलाउनु जस्तो देखिरहेको छ है। हाम्रो प्रोफेसनल 20 वर्षको एक्सपिरियन्स सब चिज उहाँ नै हो होइन। हाम्रो हत्ता कता यो पानी परेको चाहिँ साइड परेको भन्छन् होइन। हामीलाई साइड परिरहेको छ आज। बाहिर पानी पऱ्यो भने भित्र त इन्जोय गरेर तातोमा इन्जोय गरेर कस्तो भइरहेछ तिम्रो ट्राभल? गुड भइरहेछ? केही भनौँ न। 1 hour 11 minutes. लोकेसन अहिले डेरीमा भन्ने पार्कमा बसिरहेको छौँ। चिसो छ ठाउँ। हाम्रो चाहिँ यहाँ चाहिँ लन्च टाइम हुँदैछ। चिया
रेडी हुँदैछ चिया बनाउँदैछन् सबै खाइन्छ नि यो चिया खाँदैछन् देखिरहेको छ चिया खाइरहेको कप खाइरहेको रेडी टु गो गाडी अन गरेर गएर अस्ति गर्नु हामी चाहिँ हाम्रो एयरबिएनबी आउँदैछौँ है दिनभरिको थकानपछि अब यो चाहिँ हाम्रो एयरबिएनबी बस्ने ठाउँ चाहिँ यताबाट पनि भ्यू पनि अहिले देखिरहेको छ हामी लगभग 8 घन्टामा चाहिँ आइपुग्यौँ हाम्रो एयरबिएनबी बस्ने ठाउँमा सबजना हिँडिरहेछन् मैले तपाईँहरूलाई चाहिँ हामी बस्ने एयरबिएनबी भित्रको यसो के छ त भनेर देखाउने पनि हजुरलाई म कोसिस गर्छु देखाउँछु पनि जस्तो लाग्छ ल सबजना थाकेका छन् थाक्न त खासै थाकेको छैन तर 2-3 ठाउँ चाहिँ मजाले हिँड्यो डुल्यो होइन यस्तै सबजना रेडी छन् घरहरू छन् यहाँको यो चाहिँ हामी बस्ने एयरबिएनबीबाट चाहिँ यो देखिएको चाहिँ भ्यू हो ल ल धन्यवाद ल म हजुरलाई अहिले भित्रको चाहिँ देखाउँछु किचन एन्ड डाइनिङ किचन डाइनिङ रहिरहेको चाहिँ हाम्रो डाइनिङ किचन दुईटा बेडरुम यता छ एउटा बेडरुम यो चाहिँ हाम्रो वासरुम बेडरुम यो पनि बेडरुम दिदी यतापट्टि छ दिदी यतापट्टि छ ल गाइस यो चाहिँ अब यहाँबाट चाहिँ देखिने चाहिँ भ्यू भयो यो चाहिँ हाम्रो पुरै सामान पनि रेडी भइसक्यो ल यहाँ चाहिँ स्पुन ल के पेपर स्पुनले खानु ल सामान एकदम रेडी छ सबै ल सामान रेडी छ सरी आज पनि एकदम रेडी छ सबैजना भोकाएको हो के छ सबजना भोकाएको हो एकदम भोका छ नि त सबजना भाइ पुरै भोका हो ल सबजना दिइसक्यो सबजना रेडी गरेछौँ सामानहरू लगाइस अब अहिले एकछिनपछि चाहिँ म तपाईँहरूलाई चाहिँ अर्को भिडियो फेरि म एकछिनमा बनाउँछु हस् त थ्याङ्क यू अब हाम्रो त्यहाँ पक्किला चाहिँ हाम्रो सन्तोष मामा एक सर्टै सेकेन्ड वान एउटा तान नेक्स्ट बिन्ताले हान्यो नेक्स्ट कुन चाहिँ लिनु बडा अलि यता क्यामेरातिर आउनु भएन अलि त हाल्नु न हेलो साथीहरू सासु र बुहारी यहाँ काम गर्दैछन् काटकुट पार्दैछन् भन्नु छ हजुरलाई एकदम रमाइलो भइरहेछ यहाँ बुहारीहरू सासु बुहारीको चाहिँ एकदमै चलिरहेछ म चाहिँ असिस्टेन्ट धन्यवाद हेलो गाइस हामी म स्यालेडको लागि रेडी गर्दैछु अब हाम्रो भ्लग हेर्दै गर्नु होला इन्जोय गर्नु होला है
त म चाहिँ नाचिदिन्छु म चाहिँ नाच्दै उयो अब आन्टीहरूले ए म त छोरी गरेँ हेलो कस्तो हुँदैछ रमाइलो भइरह ल ठिक छ ल केही भन्नु छ श्रेनालाई No, just, You having fun? yes, just enjoy watching. Okay. I'll catch you later. Alligator. बारबेक्यू गरिरहेछौँ हामी होइन पाइँदैछौँ मकै पनि खाँदैछौँ सबैजना मामा ओ मामा कस्तो भइरहेछ एकदम रमाइलो रमाइलो भइरहेछ अब नलानलाई अब चाहिँ यहाँ आगो ताप्ने चलिरहेछ राम्रो भइरहेछ गाइजहरू सब हाम्रो आइराख्नु भएको छ यसो हाम्रो बिहान भयो मौसम एकदम वेदर त सही छ सनी छ आजको दिन हाम्रो दाइ चाहिँ अलिक निस्किनु हुन्छ फैलाउनु माया त राखौँ होला है कि त हामी त्यताबाट उता अर्कोमा जाने होइन र घर फर्किन्छ हामी यहाँ त सिधै राति आउने हो के हो हामी त्यही 4 बजीतिर पुगिन्छ होला सायद होइन यहाँ कतिखेर फर्किन्छ सायद 12-1 बजीतिर फर्किने भने त खासै केही लानु पऱ्यो 12 बजी त्यहाँ पुगिन्छ कति बजी टाइम हुन्छ चाँडै पुग्नु पऱ्यो नि 2 घन्टा त लाग्छ त्यहाँ पुग्नु त्यहाँ पुग्नु भनेपछि हामी कपडा सपडा लिएर 9 त्यहाँबाट हाम्रो गाडी जाँदैन होला सायद पब्लिक बस हामी लिनुपर्छ होला पुरै हाम्रो रेडी छ हामी सिधै आज जिन्दाबेनको टुर हो यस्तो घामले साध्या छ कि ठ्याक्कै स्नो खेलेर आउनु जस्तो होइन हामी जिन्दाबेन आइपुग्यौँ अब यहाँ वासरुम गर्छौँ अनि यसो ग्याजेटहरू पनि लिने प्लानमा छौँ त्यसपछि गएर हाम्रो
सबै गाइजहरू मेरो टुरिस्टहरू चाहिँ सबैजना चिसो चिसो भयो कि जाडो भयो कि गर्मी भयो के थाहा भएन त मलाई चाहिँ गर्मी भएर म यतिकै बसिरहेको छु के छ हाम्रो भनाइ के छ रमाइलो भन्छ म त सुतेर आएँ पुरै है हिजो बेलुका आएको अलिकति थकाइले अलिकति उसले होइन गर्दाखेरि म चाहिँ हल्का सुतेर आएँ तपाईँले त राम्रो चलाउनु भयो होला जस्तो लाग्छ मलाई बिच बाटोमा के भयो म पत्तो पाइनँ रमाइलो भयो अन्तखेरि हामी चाहिँ बाल्यकालको कुरा गर्दै आयौँ रमाइलो भयो बिचमा अलिअलि सुत्यौँ गीत गायौँ अहिले चाहिँ यहाँ जिन्दाबेनमा छौँ यहाँ अलिअलि सपिङ गर्नुपर्छ आज चाहिँ डे 2 हो हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमा जाँदैछौँ अब आधी घन्टा एकदम रमाइलो भयो राम्रोसँग गाडी चलायो होइन हामी मस्त आनन्द इन्जोय गर्दै आयौँ अब हामी जिन्दाबेनमा छौँ अहिले चाहिँ अब यहाँदेखिको यात्रा हाम्रो अबको केही क्षणमा सुरु हुँदैछ अब हामी यसरी नै अलिअलि अझै धेरै रमाइलो गर्दै जानेछौँ अनि तपाईँलाई अपडेट गर्दै जानेछौँ हामी अहिले हामी जिन्दाबेन आइपुग्यौँ रमाइलो भइरहेछ क्यामेराम्यानमा हाम्रो सचिवजी हुनुहुन्छ र ड्राइभर पनि हुनुहुन्छ हाम्रो मेन एकदम वेदरले चाहिँ ठ्याक्कै साथ दिएछ है हामीलाई त एकदम राम्रो भइरहेछ अब हामी हेरौँ यहाँ के छ सपिङ गर्नु छ अलिअलि स्नो गियरहरू अनि त्यसपछि हामी आज स्की खेल्ने अनि म फेरि स्कीको प्रो हो अनि आज म स्की खेल्ने आज सबजना हामी रमाइलो गर्ने भनेको छौँ ल सी यु गाइज एकछिनपछि म फेरि भेट्छु ल गाइज अब हामी यहाँ केही गियरहरू लिन्छौँ स्कीको अनि त्यसपछि हाम्रो कोषाध्यक्ष जाँदै हुनुहुन्छ अगाडि सबैले जाडो भइरहेछ मलाई सायद ड्राइभिङ गरेर होला गर्मी भएको एकदम भित्रदेखि हिट भयो खास कुरा चाहिँ हिजो खाइयो मलाई लागेको त आज जस्तो भइरहेको छ एकदम हिट शरीर भएर एकदम ठिक भइरहेछ ल हस् हामी टिकट दिनुपर्छ यहाँ चाहिँ यो चाहिँ म भयो गाइस के गर्न आएको फेरि हामीले यहाँ पाइन पोस्टर हामी आसाम होइन यहाँबाट चाहिँ माथि जान्छौँ त्यो पाइन पोस्टर त्यो हो चाहिँ है त्यहाँबाट जाने कसरी रे कसरी हामी यसरी पुरै समरे गाइजहरू ठिक छ यस्तो लामो लाइन हाम्रो पछाडि यस्तो लामो दिन अब हाम्रो पालो बसेर आउँछ गाइज हामी पुरै लाइनमा छौँ लाइनमा सरी लाइनमा नि त हामी लाइनमा नि त हामी लाइनमा छौँ सबैजना
गाइजहरु कस्तो कस्तो भयो त रमाइलो रमाइलो भयो सुन्नु ओ माई गड कस्तो भयो त त्यो ठिक छ रमाइलो भयो नि गुड रमाइलो भयो गाइजहरु ल लेट्स गो ल जाउँ 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 हामी अब हामी गाइड नेक्स्ट स्टेसनमा हामी जाँदैछौँ हस् थ्याङ्क यू ल गाइज हेलो गाइज हामी बेरिसर भ्यालीमा आइपुग्यौँ है कस्तो साह्रो गरी बसे यस्तो गर्ने यस्तो गर्ने हो यस गुड मर्निङ गाइस यो हाम्रो आज थर्ड डे हो आज बिहानको अलिअलि कुहिरो पनि लागेको छ मौसम यस्तो छ आजको चाहिँ अलग क्लाउडी छ अनि हिजो राति हामी चाहिँ अलिक ढिलो आइपुग्यौँ लगभग 8:30-9 बजीतिर आइपुग्यौँ आएर फेरि खानासाना बनाउँदाखेरि 11-12 बज्यो हिजो खासै केही गर्न पाएनौँ हामी हिजो त्यसमा सबैजना थाकेको थियो स्नो खेलेर जोस् हिजो रमाइलो भयो अब आज हामी कुन बाटोबाट जान्छौँ यसो तपाईँहरूलाई पनि घुमाउँदै लिएर जान्छौँ तपाईँहरू पनि हाम्रो साथमा हुनुहोला अनि हाम्रो गाइजहरू चाहिँ रेडी हुँदैछ है अब बाटोतिर फेरि फोटो भिडियो बनाउँदै जाऊँ ल हस् थ्याङ्क यू ल गाइस अब हामी निस्किँदैछौँ हाम्रो अब चेकआउट टाइम भयो अब सबजना रेडी छन् हामी अब निस्किँदैछौँ अनि त अब हामी आज हाम्रो धेरै स्टपहरू छ गार्डनको सिक्ली बिचहरू घुम्दै घुम्दै हामीलाई दसैँ घर पुग्ने Just अहिले चाहिँ डरला होला पार्लियामेन्ट जाँदैछौँ गाइडहरू होइन अब यहाँ हामी धेरै होइन 1 घन्टा चाहिँ त्यहाँ वेस्ट गर्छौँ टाइम अनि त्यसपछि हामी भागिहाल्छौँ यहाँबाट है गाइस ल अहिले म तपाईँलाई यहाँ पार्लियामेन्ट हाम्रो अन्टीलाई विशेष गरी पार्लियामेन्ट हाउस देखाइदिउँ अस्ट्रेलियाको भनेर अन्टीलाई हामी यहाँ गाइस पार्लियामेन्ट हाउस चाहिँ हाम्रो अस्ट्रेलिया पार्लियामेन्ट हाउस पार्लियामेन्ट हाउस देखिराख्नु भएको छ तपाईँले सबैजना हेर्नु होला पार्लियामेन्ट हाउसको पार्किङबाट बाहिर निस्किँदैछौँ यहाँ सबैलाई मन परेको ठाउँ यो मलाई पनि मनपर्छ सफा छ हरियाली छ शान्त छ
5 minutes, okay? काइपिङमा very beach excited some crowd video बनाउनको लागि let's go. राम्रो छ beach. डिनरको लागि सासा मोमो ग्रान्ड बिलमा आइपुगेको छ। यहाँ चाहिँ स्पेसली घुङ्गी पनि रहेछ, तर नेपालको चाहिँ होइन, यो हाम्रो थाइल्यान्डको रहेछ, थाई घुङ्गी रहेछ। अब हामी चाहिँ ट्राई गर्छौँ है त। यो चाहिँ हाम्रो सासा मोमो हाम्रो ग्रान्ड बिलमा रहेछ। ठ्याक्कै नेपालको फ्लेभर रहेछ त। ल रातिको 11:30 हाम्रो 26 मिनट देखाइरहेको Continue छ straight for 11.3 आउनको kilometers. लागि। त गाइस घर पनि आइपुग्यो। अब मस्त सुत्ने 12-13 घन्टाको 3 दिन 12-13 घन्टाको ड्राइभमा आइपुग्यौँ हामी घुम्दै घुम्दै घुम्दै। सबजना थकितमा छन्। नेक्स्ट भिडियोको लागि चाहिँ लाइक एन्ड सब्सक्राइब पक्कै गरिदिनु होला। अब हामी अर्को फेरि ल्याउँछौँ। अहिलेको लागि बाई है त। ल बाई गाइस, सी यू। सबैजनाले बाई।